ल लोकल कुखुराको मासु मेरो पाक्यो यहाँ ढेँडो पकाउनु लागेको लोकल कुखुराको मासु र ढेँडो खाइन्छ है आज देखाउँछु म कसरी खाइन्छ भनेर के बनाएको यो हाम्रो ढेँडो बनाउँदैछु मैले खाना नेपाली पनि नभनौँ हाम्रो पुर्ख्यौली खाना नेपाली पनि भनिहाल्नु हुँदैन कि यो सबैले खाँदैन ढेँडो लोकल कुखुराको मासु अनि ढेँडो पूर्वतिरको पुर्ख्यौली खाना हो नेपाली भन्नु हुँदैन ल ढेँडो र लोकल कुखुराको मासु सिडनीबाट बहिनी जहिले खाइदिनु भएको अब यस्तो लाएर खाइन्छ यो चाहिँ नखाएको धेरै भएको छ वर्षौँ भयो मायालाई नभेटेको दामी अघि भुक्लासँग खाइयो यो चाहिँ खै कसरी चलाउन नसपाइदिनु ल कम्ती मिठो छैन लोकल कुखुरा यो काठमाडौँको भन्दा नि गाउँको बिउ भाले जस्तै छ गाउँको बिउ भाले खाइयो ढेँडो साह्रै खानुपर्छ उनीले गाउँ मिठो गाइछौ है हाम्रो सबै लाउनु पर्ने मजा भएन त्यो भएर लोकल कुखुरा ढेँडो हाम्रो भिडियो कति खिच्छौ थाहा भएन कहाँ नागे त खाइन्छ नि हाम्रो यो कस्तो खाना भन्नु अरे यो पुर्खौली मिठो नेपाली खाना नभन्नु अरे नेपालीले खान छोड्छ र यस्तो साह्रो हड्डी छ नि हो मासु यस्तो मिठो छ यो काठमाडौँमा पालेको कुखुरा पनि किचिकिचिक हुन्छ र यस्तो यो चाहिँ एकदमै 2-3 वर्ष राखेको बिउ हाले जति Oh my god. Ini kok masuk ya, right? Ini ini kok baru. Nah guys, kita kowe. Ayo, nana punya kalau perhatian gue itu खाने कुरा aku. साह्रै मजा आयो है यो भारी काटेर तिनीहरूले सिटी बसिन्छ यो खुवाएन है मैले भर्खर पत्ता लगाएको हो त्यही भनेको अचम्म लाग्यो सक्यो फेरि बनबाट खाइयो यस्तो मिठो मासु त मैले खाएको थिएँ यार सबै खाइदिन्छु गाइस दामी फुड खाएको तिमीले देख्छौ युवा सो लकी यहाँ यस्तो खानु तिमीहरू पाउँदैन पनि तिमीको अर्कै झन्डै कसरी खाने खतरा मिठो वास्तवमा मिठो छ हैन यो के मिठो छ अस्ति यो त एउटा भइहाल्यो त्यही हो सबै थ्याङ्क यू बहिनी र ज्वाइँलाई यसरी चाटेर खानुको मजा हुन्छ कसले खान्छ यसरी अब म जिब्रोले चाटेको छु